गुड मर्निङ भाउजू। गुड मर्निङ। बिहान कहाँ हिँड्न लाग्यौँ त भनेर चाहिँ हेर्नु होला है। हामी चाहिँ नास्ट कलेजले आयोजना गरिरहेको पिकनिक कार्यक्रममा जान गइरहेको हो। स्कुटर चाहिँ भाउजूले चलाउनुहुन्छ, म चाहिँ पछाडि। चिसो मौसम छ। मौसम पूर्वानुमान विभागले आज पानी पर्छ भनिरहेछ। अब हेरौँ, अब हामी आशा गर्छौँ पानी पर्दैन। चिसो चिसोमा उसम्म तातो कफी खाऊ। अब हामी सुरुङभित्र छिर्दैछौँ। कसले भन्छ नेपाल विकास भएको छैन? यी सुरुङ छ नेपालमा पनि। यो भिडियो बनाएपछिको फाइदा के थाहा छ भाउजूलाई? नराम्रो बोल्न सिकिँदैन, साँच्चै हो। यदि मान्छेहरू आफू म नराम्रो बोल्छु कि मेरो केही सुधार गर्नु छ कि त्यस्तो लाग्यो भने भिडियो नबनाए नि, के भन्छ पोस्ट नगरे नि, भिडियो चाहिँ बनाइराख्नु। कसैले चाहिँ त्यो के शब्द बोलिदिन्छ नि त, स्ल्याङहरू हो, तिनीहरू चाहिँ सुधार हुन्छ है। मैले त आफूले थाहा नपाई यस्तो पो बोलिरहँदो रहेछु, तिनीहरू सबै याद हुन्छ अनि पछि सुधार हुँदै जान्छ। हजुर हजुर हजुर, मर्निङ सर। हजुर मर्निङ। साथीहरू हुनुहुन्छ होला। चिया खान जानुभयो कि? यो कुन हल हो मलाई थाहै। जानकी होला हौ। ए सम्पदा सदन रे। ए आमा कस्तो राम्रो छ हौ। यो बृहस्पति हल हो। क्यान्टिन हो, बनाइरहेछ नि यता। कन्स्ट्रक्सनको काम चलिरहेछ। होइन क्यान्टिन अझै बन्द होला। काक फुल कस्तो राम्रो। के को फुल हो यो? गुलाब नि होइन, तर ठ्याक्कै फुल चाहिँ गुलाब जस्तो देखिन्छ। तर साथीहरूलाई थाहा छ भने के को फुल हो यो? यस्तो राम्रो छ है। ल भित्र चिसो छ बाहिर। सर जीवन सर, अनिल सर, राजेश सर, यो त दादा। के छ उड्न सक्यो? उड्न सक्यो? सेवा के हामी हेरेको हेर्दै, हामी हेरेको हेर्दै, हामी हेरेको हेर्दै, हामी हेरेको हेर्दै। अनिल सर फोटो खिच्ने आज व्यस्त हुनुहुन्छ, आज सिक्दै हुनुहुन्छ। किनकि पछि अब यहाँको साथीहरूको बिहेमा फोटो खिच्ने वा नै हो।
सिमसिमे पानीमा जसले बेइमान गर्छ कि जिन्दगानीमा तिम्रो मेरो तको छ र सिमसिमे पानीमा जसले बेइमान गर्छ कि जिन्दगानीमा। यति राम्रो स्वर लुकाएर बस्नुहुन्छ तपाईँ। ओ आइपुग्यो आइपुग्यो आइपुग्यो। Yes, finally we are here. Yeah. Also, I am coming. यो ठाउँको नाम के रे सर? लोचन सर? दक्षिण काली हो यो। शान्त वातावरण छ है दादा। कस्तो महसुस भइरहेछ? यस्तो रिलिफ फिल भयो दादा। अघि यस्तो साह्रो पऱ्यो त गाडीमा है। म त बाँचेर आइपुगेँ। कस्तो भइरहेछ टेक्नी सर? एकदमै रमाइलो लागिरहेको छ। यो ठाउँ हेर्दाखेरि एकदम पहाड हैन? हजुर एकदमै सुन्दर छ। दामोदर सर कस्तो फिल भइरहेछ? बहुत रमाइलो भइरहेछ। टक्क बिहानको घाम अनुहार भइरहेछ। हजुर आनन्द आइरहेछ। ल सन्ध्या म्याम कस्तो फिल भइरहेछ? कस्तो एकदमै रमाइलो। मनिषा म्याम एक दुई शब्द कस्तो फिल भइरहेछ? हो सिङ्गिङ हो। ल है सुरु भइसक्यो। ल है टिम भाउजूहरू पहिला पनि आइसक्नु भयो है? कुन ठाउँ ठ्याक्कै कुन? ए यो पिकनिक स्पट राम्रै छ यता। अब चाहिँ सिधै तातो पानीमा गइन्छ है सिधै। यो चाहिँ हाम्रो बसाइ ल यस्तो छ। ए हाम्रो यही हो हो। ए भनेपछि यस्तो रहेछ ब्रेकफास्ट। अन्डा रहेछ के सादेको जस्तो, चना पाउरोटी के छन्। हाम्रो त्यही हो होइन, हाम्रो त त्यही हो कि त्यो सानो यता ए तेरे है। यहाँ पनि राम्रो छ अनि यता नि। ओ यहाँ कस्तो राम्रो गुम्बा रहेछ त। माथि नि छ गुम्बा है। माथि चाहिँ जानु मिल्छ, यहाँ चाहिँ जानु मिल्दैन। मिल्दैन है। अब दिनभरि चाहिँ हामी यतै अब यही रिसोर्टमा सबै साथीहरूसँग बस्छौँ। हजुर र एकदम रमाइलो गर्छौँ। हजुर भूपेन्द्र सर त जहिले मेरो ब्लगमा अटाउनु पर्ने मान्छे खै आज बोल्नु भएन। होइन मैले बिर्साएँ। स्विमिङ हान्नुलाई म आज स्पोन्सर हान्दिनँ है। को कोले हान्नु मन छ हाल्नु है। भोक लागेर पुरै गाडी लागिरहेको थियो उहाँलाई हो नि। के के कसले कति खानुहुन्छ त्यो पनि म यहाँ देखाउँछु। क्षमताको कुरा हो कि यो पनि। खान सक्नु पनि क्षमता हो।
के खान्छ छोराले के खान्छ घोडाले अन्डा दुईटा डाइटमा होइन तपाईँ हो ब्रेड वाह पहाड उठाउने को हामी हो बसन्त सर यस के को लाइन हो यो भनेको बिहान बिहानै पेट पूजाको लागि लाइन लागेको छौँ हामी हजुर। हामी पेट पूजा गर्दै अघि बढ्ने क्रममा हामी जब 24 जना साथीहरू लाइन लागेका छौँ। अब हामी 2-4वटा चाहिँ टुक्रा ब्रेड 2-4वटा टुक्रा जाम 2-4वटा टुक्रा ब्रेड गर्दै गर्दै हामी खाने क्रममा छौँ। तपाईँले लाइभ हेर्नु होला कसरी खाइन्छ भन्ने नि हामी सिकाउँछौँ ल अहिले खाली टक्क प्लेट बुझ्नु होला त्यसपछि चम्ची एउटा दिएको छ ल सर यो कुन ठाउँमा आएको हामी कस्तो लागिरहेछ दक्षिणकाली रिसोर्टमा आएको हामी हजुर आज रमाइलो लागिरहेको छ अझ एक्सप्लोर गर्न बाँकी नै छ हजुर हो हामी दिनभरि आज यस्तो रमाइलो गर्छौँ कि एक मेमोरेबल डे बन्नेवाला छ आज अहिले तपाईँको इनर्जी लेभल कस्तो छ सर एनर्जी लेभल मेरो अहिले 25% मा छ हजुर। अहिले एकैछिनपछि अब 50 मा पुग्छ हजुर। जब नाच गर्न थालेको 100 मा पुग्छ हजुर। ल्याएर बल्ल ल ओके ओके ल प्लिज गाइज टेक माय फोटो एज मच एज आज मेरो तर्फबाट स्विमिङ पुल नि खाली यो भोइड गरेर के पनि हुन्न यो नगरेर के पनि न त्यो क्लासमा चिया नखानु मेरो बिहेको पार्टी अझै है ल यस मेरो बिहेको पार्टी सम्झेर आज खानु होला सहन्छु अन्याय सहन्न म तृष्णा सहन्छु तिरस्कार सहन्न मागो सहन्छु अन्याय सहन्न म तृष्णा सहन्छु तिरस्कार सहन्न मेरो बनेको छ पहराले यो छाती मेरो बनेको छ सारा रगतमा मेरो मन्दिरमा जान्छु यात्री कुन मन्दिरमा जाने हो कुन सामग्री पूजा गर्ने साथ कसरी लाने हो कुन मन्दिरमा
यो सारा ब्याटलाई खाइदिनु तपाईँले 16 दिन देखाउनु पर्ने सुन्दर खम्बा मांस पिण्डको दीवार मस्तिष्कको सुनको छाना इन्द्रियहरूको द्वार नसा नदीका तरङ्ग मन्दिर आफू अपार कुन मन्दिरमा जान्छु यात्री। र मैले चाहिँ नि सुरिलो रूप र सल्लाइ हो को मेल भर्सन गाउन गइरहेको छु। साथ दिनला साथीहरू। सुरिलो रूख सल्लाइ हो खोजेको तिमीले कल्लै हो सुसेली हदै डाकेर बोलाको तिमीले कल्लै हो आउ है माया बस चिन्जान हाम्रो भाछैन घरबार कहाँ हो थाहा छैन नमानी भन्देऊ केही झर्को कहाँको ल तिमी के थरको आउ है माया बस लाई र माया पछिलाई पर्छौ कि तिमीले आबारा भोलिको दिन सधैँ नै बस्नु पर्ला कि रोएर आउ है माया बस सुरिलो रुख सल्लै हो खोजेको तिमीले कल्लै हो जो भी है सब मेरा तेरे हवाले कर दिया। देखदिन हौ झम्के गुलेली मायालाई चाहिँ देखदिन हौ झम्के गुलेली एकल मिलाउन मसिनै ल्याउन एकल मिलाउन मसिनै ल्याउन म लेख्छु कि लेख्दिन हौ झम्के गुलेली म लेख्छु कि लेख्दिन हौ झम्के गुलेली खादबारी चाहिँ लसुन प्याज हौ झम्के गुलेली खादबारी चाहिँ लसुन प्याज हौ झम्के गुलेली पिउँदिन भन्दा भन्दै पिलायो साथीले पिउँदिन भन्दा भन्दै पिलायो साथीले पिउँदिन भन्दा भन्दै पिलायो
हाँछु भनी भरोसा दिलायो साथीले दिलायो छोरी छोएर जाने है छोएर जाने छोएर जाने हो कि यार तेरी कृति म्याम हेलो अनि आजको एकदमै रमाइलो भयो अहिले चाहिँ हल्का चिसो भयो त्यही हो अब चाहिँ घर जानुपर्छ दिउँसो त पुरै नाच्यो है कुन गीतमा चट्ट रुमाल त्यो प्रदर्शन कहिले हुन्छ तेह्र बजे ल गुड लक तपाईँ मन्त्रीको रोल गर्नुहुँदा ल गुड लक यता भाउजू कस्तो भयो रमाइलो भयो